नमस्कार साथीहरु, स्वागत छ तपाईलाई हाम्रो च्यानलमा। आज हामी कुरा गर्नेछौं कालाङ्गा हाइड्रो लिमिटेडको आईपीओ बारे। यो कम्पनी कतिसम्म पुग्न सक्छ, यसले हामीलाई फाइदा देला कि नदेला र होल्ड गर्ने कि सोल्ड गर्ने, यस भिडियोमा तथ्याङ्कका आधारमा विश्लेषण गर्नेछौं। भिडियो सुरु हुनुभन्दा अगाडि सबैलाई एउटा रिक्वेस्ट गर्न चाहे, यदि तपाईहरु हाम्रो च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गरी बेल नोटिफिकेसनलाई नि अन गरिदिनु होला, ताकि आगामी दिनमा पनि तपाईहरुले आईपीओ र शेयर मार्केट सम्बन्धी जानकारी मेरो च्यानलबाट सजिलै पाउन सक्नुहुनेछ। यो हाइड्रो पावर चाहिँ 15.33 मेगावाट क्षमताको रन अफ द रिभर जलविद्युत आयोजना हो, जुन चाहिँ नेपालको सुदूरपश्चिम प्रदेश अन्तर्गत बझाङ जिल्लामा पर्दछ। यो आयोजना चाहिँ सफलतापूर्वक निर्माण सम्पन्न भई व्यावसायिक रूपमा सञ्चालनमा आइसकेको छ। कम्पनीले उत्पादन गरेको विद्युत राष्ट्रिय प्रसारण प्रणाली मार्फत बिक्री गर्दै आएको छ। साथीहरु, अब कुरा गरौँ यसको वित्तीय अवस्थाको। कम्पनीको नेटवर्थ पर शेयर 98 रुपैयाँ 5.6 पैसा रहेको छ भने कम्पनीको अर्निङ पर शेयर -1 रुपैयाँ 4.8 पैसा रहेको छ। त्यसैगरी साथीहरु, यसको पहिलो कारोबार मूल्य चाहिँ 98 रुपैयाँ 5.6 पैसादेखि 295 रुपैयाँ 6.8 पैसासम्म हुनेछ। साथीहरु, यो कम्पनी चाहिँ 500 देखि 800 सम्म मजाले पुग्नेछ र त्यो भन्दा पनि माथि पुग्ने सम्भावना यसले बोकेको छ। मार्केटमा कतिको डिमान्ड र सप्लाई आउँछ त्यसकै आधारमा तपाईहरुले एउटा टार्गेट सेट गर्न सक्नुहुनेछ। भिडियो उपयोगी लागेमा लाइक, शेयर र च्यानललाई सब्स्क्राइब गरिदिनु होला। धन्यवाद।